दर्शन अनि नमस्कार सम्पूर्ण मेरो सब्सक्राइबरहरू फलोवर्सहरूलाई म सबैजनालाई धन्यवाद दिन चाहन्छु, किनभने तपाईहरूले मेरो भिडियो क्लिपलाई हेरिदिनु भएको छ। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब और फलो गरिदिनु भएको छ। म तपाईहरूलाई मोरी धन्यवाद टक्राउन चाहन्छु। म सूर्य डेली ब्लग तपाईहरूको माझमा धेरै समय पछाडि केही भिडियो क्लिपहरू लिएर आइरहेको छु। तपाईहरूले हेरी साथ सपोर्ट गरिदिन हुन विनम्र अनुरोध गर्दछु। साथीहरू, हामी चाहिँ छोरा मान्छेको जीवन भनेको चाहिँ यस्तो हुँदो रहेछ प्रिय साथीहरू। कहीँ सुख त कहीँ दुःख, कहीँ हाँसो त कहीँ रोदन भइ नै रहँदो रहेछ। र हरेक मानवको जीवनमा खुसीको तलास गर्दा गर्दै घर र परिवारहरूको जिम्मेदारीलाई निभाउँदै आफ्नो समय बितेको पनि थाहा हुँदो रहेनछ। प्रिय साथीहरू, आफ्नै भूभागमा रहेर पनि, आफ्नै वासस्थानमा रहेर पनि हामी घरदेखि टाढा, परिवारदेखि टाढा भई बस्नु पर्दो रहेछ, बाँच्नु पर्दो रहेछ। प्रिय साथीहरू, के गर्ने है। अनि म पनि आज चैतको 12 गतेको दिन यो भिडियो क्लिपलाई मैले सुट गरिरहेको छु। अनि आज म हिजो घरदेखि हिँडेको आज यो अमराङ भन्ने ठाउँमा मकालु गाउँपालिका सङ्खुवासभाको 5 मा यो भिडियो क्लिप तयार गरिरहेको छु। मसँग केही स्मार्टफोनहरू छैन प्रिय साथीहरू, तर म आफ्नै साथीभाइको मोबाइल स्क्रिनबाट मैले यो भिडियो रेकर्डहरू गरिरहेको छु। प्रिय साथीहरू, धन्यवाद गर्दछु कि तपाईहरूले हेरिदिनु भएको छ र साथ सपोर्ट गरिदिन हुन विनम्र अनुरोध गर्दछु। म सूर्य डेली ब्लग तपाईहरूलाई सम्पूर्ण हृदयबाट धन्यवाद गर्दछु। प्रिय दर्शकहरू, म यो दृश्यलाई तपाईहरूको माझमा डबल क्यामेराबाट देखाइरहेको छु। प्रिय साथीहरू, हेर्न सक्नुहुनेछ, यो चाहिँ प्रकृतिको सुन्दर धरोहर अमराङ भन्ने ठाउँ हो, सङ्खुवासभामा पर्दछ। यहाँ गिनीचुनी केही 3 या 4 घरहरू रहेछ। प्रिय दर्शकहरू, तपाईहरूले हेर्न सक्नुहुन्छ, यो मेरो अर्को क्यामेरामा म क्याप्चर गरिरहेको छु यहाँको दृश्यहरू। प्रिय दर्शकहरू, तपाईहरूले हेर्न नभुल्नुहोला। यो सङ्खुवासभाको अमराङ भन्ने ठाउँ हो। सुन्दर दृश्यहरू छ, तपाईहरूले हेर्न सक्नुहुनेछ प्रिय साथीहरू। र जतिजनाले यो मेरो भिडियो क्लिपलाई हेर्दै हुनुहुन्छ, यो मेरो भिडियोलाई हेर्दै हुनुहुन्छ, सबैजनाले, जति फेसबुक पेजमा रहनुभएका मित्रहरूले फेसबुकलाई फलो गर्न नबिर्सनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला। फेसबुकमा हो भने फलो गर्नुहोला। यदि मेरो युट्युबमा कोही मित्रहरू हुनुहुन्छ भने, नयाँ साथीहरू हुनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। म तपाईहरूको माझमा यस्तै नयाँ भिडियो क्लिपहरू लिएर आइ नै रहनेछु। सूर्य डेली ब्लग। थ्याङ्क यू फर वाचिङ। सानो दृश्य लिएर आएको छु, तपाईहरूले हेर्न सक्नुहुनेछ। यति बेला चाहिँ म सङ्खुवासभाको अमराङ भन्ने मकालु गाउँपालिका 5 अमराङ भन्ने ठाउँमा चाहिँ आएको छु। यति बेला तपाईहरूले हेर्न सक्नुहुनेछ, यताको प्राकृतिकको सुन्दर दृश्यहरू तपाईहरूले हेर्न सक्नुहुनेछ प्रिय दर्शकहरू। अनि यति बेला चाहिँ यो प्राकृतिक सुन्दरको धरोहर हाम्रो नेपाल, जो कि यो सङ्खुवासभामा पर्दछ। प्रिय दर्शकहरू, तपाईहरूले हेर्न सक्नुहुनेछ, यता कति सुन्दर दृश्यहरू छ। यो सायद आज फर्स्ट टाइम म यो ठाउँमा आएकोले पनि होला, यो ठाउँ चाहिँ अति सुन्दर लागिरहेको छ, अति रमाइलो छ। यहाँको दृश्यहरू चारैतिर पहाडहरू देख्न सक्नुहुनेछ प्रिय दर्शकहरू। तपाईहरूले हेर्न सक्नुहुनेछ यो मेरो ब्याकग्राउन्डमा रहेको हरेक दृश्यहरू। अनि यहाँ अति नै रमाइलो छ। यो चाहिँ यहाँको स्वास्थ्य इकाइ रहेछ। अनि
तपाईहरुले हेर्न सक्नुहुनेछ। यो सानो गाउँ, यहाँ 3-4 वटा घरहरू मात्रै रहेछ, धेरै त छैन। अति रमाइलो छ यहाँ प्रिय दर्शकहरू।